भक्तपुरको नलिनचोकमा बनेको हेलिपोर्ट प्रयोगविहीन 33 रोपनीमा बनेको संरचना अलपत्र। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्ने उद्देश्यले भक्तपुरको नलिनचोकमा बनाइएको हेलिपोर्ट प्रयोगविहीन भएको छ। सूर्यविनायक नगरपालिका 10 नलिनचोकमा 15 करोड रुपैयाँ लागतमा निर्माण गरिएको हेलिपोर्ट परीक्षण उडानपछि अहिले प्रयोगविहीन भएको हो। उक्त हेलिपोर्ट गत मङ्सिरमा उद्घाटन गरिएको थियो। यो हेलिपोर्टमा हवाई सुरक्षाका न्यूनतम मापदण्ड, इन्धन सुविधा र टावर नियन्त्रण प्रणाली बिना सञ्चालनमा ल्याइएको भन्दै पाइलटहरूले नै उडान गर्न अस्वीकार गरेका थिए। त्यति बेला 11वटा हेलिकप्टर अपरेटर कम्पनीमा कार्यरत 47 जना पाइलटले हेलिपोर्ट जोखिमपूर्ण रहेको बताएका थिए। उच्च भोल्टेज प्रसारण लाइन र घना बस्तीका कारण पनि क्षेत्र प्राविधिक रूपमा असुरक्षित भनिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भावना अध्ययन बिनै बजेट दुरुपयोग गरेको आरोपमा अख्तियारले तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ। कानुनी र प्राविधिक विवादका कारण 33 रोपनीमा फैलिएको यो हेलिपोर्ट अहिले प्रयोगविहीन अवस्थामा छ। यो हेलिपोर्टमा 2081 मङ्सिर 26 गते परीक्षण उडान गरिएको थियो।